यो चाहिँ सेकेन्ड डे अफ कोरी नै हो र हामी बिहान जुन अगाडिको पार्टमा मैले भनेको थिएँ हामी कोरीको लागि चाहिँ प्रस्थान गर्छौँ सेकेन्ड डेमा भनेर र यो कोरीको नै हो र हामीले यसरी कोरी प्रस्थान गर्नतर्फ लाग्यौँ र यहाँ जानुभन्दा अगाडि फर्स्टमा एउटा पुल रहेको थियो जुन चाहिँ एकदम लामो रहेको थियो र खोलाहरू यसमा छ्याङछ्याङ बजिरहेको पनि सुन्न सकिन्छ र यो त्यही पुलबाट देखिएको केही दृश्यहरू हिमालको हेर्न सकिन्छ जुन चाहिँ एकदमै सेतो भएर देखिएको थियो। यो बिहानको दृश्य हो। हामी चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि यस्तो दृश्यहरू चाहिँ एकदमै देखिरहेको थियो जुन हामीलाई एकदमै रमाइलो पनि लागिरहेको थियो। त्यो यात्रा यस्तो दृश्य हेर्दै यात्रा गर्न त्यही माथि कति सहज नै हुन्छ। जुन हामीहरू जति पनि थकान छ हिँडाइको त्यो थकान पनि मेटिने हुन्छ। यसरी नै हामी यसरी हिमाल हेर्दै दृश्यहरू हेर्दै हामी अगाडि लाग्यौँ र यो चाहिँ कोरी जाने बिचमा अलिकति जङ्गल स्टार्टिङ पोइन्टको जङ्गल हो। हजुरले हेर्न सक्नुहुन्छ एकदम हेर्दा एकदम डरलाग्दो खालको जङ्गल थियो र यो चाहिँ हामी त्यहाँ हिँडिसकेपछि यहाँ बिचमा नुता भन्ने ठाउँ रहेछ। सो हामी चाहिँ यहाँ एकछिन आइपुगेर ब्रेक लियौँ र हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ बेलुका चाहिँ हिउँहरू परेको रहेछ र त्यसले गर्दाखेरि बाटोहरू चिप्लो नै थियो। अलिअलि हिउँ पनि देखिन्थ्यो देखिन चाहिँ तर बाटोहरू चाहिँ एकदमै चिप्लो भएको थियो। मैले यहाँ हजुरहरूलाई देखाएँ यहाँ थोरै चाहिँ देखिन्छ हिउँ तर त्यस्तो त देखिँदैन र यो जङ्गल चाहिँ पुरै गुराँसको बोट रहेको थियो। यो जङ्गलमा चाहिँ यो हेर्न सक्नुहुन्छ यो चाहिँ एकैछिनमा ढाक्ने बादलले र एकैछिनमा चाहिँ हिमाल देखिने दृश्यहरू थियो। यो मैले क्याप्चर गर्ने बेलामा चाहिँ ढाकिसकेको थियो र यसरी हामी अलिकति माथि आइसकेपछि मेरो साथी चाहिँ यसरी हिँड्दैछ जङ्गलमा र पछाडिको यो देखिएको रुखहरू चाहिँ सबै नै गुराँसको रुख रहेको थियो। मेरो चाहिँ खुट्टामा अलिकति मर्केको जस्तो फिल भएर मैले चाहिँ यसरी खुट्टामा लगाएर अनि यात्रा गरिरहेको थिएँ तर मलाई एकदम गाह्रो भएको थियो। तर म आफ्नो हिम्मत हार्दिनँ, म जानै पर्छ, म आधी बाटोसम्म आइसकेँ भनेर चाहिँ मैले लौरोहरू टेक्दै आफ्नो यात्रा बिस्तारै गरिरहेको थिएँ र हामी अलि माथि आइपुग्दा चाहिँ यहाँ रेड बुल भन्ने डाँडा रहेछ। यो डाँडाबाट देखिएको दृश्य हेर्दाखेरि चाहिँ ओ माई गड यति राम्रो दृश्य हामीले कहिले पनि हेरेको थिएनौँ। हामी त जुन सहरमा मात्रै थियौँ, जुन हामीले जब यात्रा गरिन्छ त्यसपछि मात्रै यस्तो दृश्यहरू देखिन्छ भनेर हामीले सोचेको पनि थिएनौँ र जुन चाहिँ हामीले हिँड्दाखेरि देखेको थियौँ यो सबै गुराँसको जङ्गल रहेको छ। मैले चाहिँ देखाइरहेको छु हजुरलाई। यो गुराँस फुल्ने सिजनमा एकदमै राम्रो देखिन्छ र मैले त्यही डाँडाबाट लिएको यो बादलले ढाकेको दृश्यहरू त्यसमा पनि माथि घाम लागिरहेको थियो। यति राम्रो देखेको थियो मलाई त त्यहाँ बसबाट छोड्नै मन थिएन, अगाडि हिँड्नै मन थिएन। यो दृश्य देखेर त्यहीँ बसौँ आनन्दले अब कहिले नफर्क्यौँ जस्तो पनि फिल भएको थियो। यहाँ हजुरले हिमाल देख्न सक्नुहुन्छ। हिमाल चाहिँ माछापुच्छ्रे पनि देखिने रहेछ। सो माछापुच्छ्रे हिमाल अनि त्यसपछि सायद यो कोरीकै हिमाल हुनुपर्छ अरू चाहिँ, तर माछापुच्छ्रे पनि देखिने चाहिँ रहेछ है यसबाट। मैले चाहिँ यो हिमालहरू क्याप्चर गरेँ अनि एकछिन हामीले पानी खायौँ। त्यसपछि चाहिँ पानी खाइसकेपछि फेरि यो बादलले ढाकिएको दृश्य हेर्दा चाहिँ छोड्नै मन थिएन। त्यही पनि हामीले अब अगाडि बढ्नुपर्ने थियो र सो हामी अगाडि बढ्दै गयौँ र यहाँ चाहिँ एकदम ठुलो चौडी देख्यौँ हामीले। यो चाहिँ ठ्याक्कै कोरीको अलिकति तलको पार्ट रहेछ। सो हामी कोरी नजिक नै थियौँ अनि यसरी बादलहरू यसरी उडिरहेको देख्न सक्नुहुन्छ। मैले चाहिँ क्याप्चर गरेको छु यो भिडियोमा। साइडमा चाहिँ हिमाल छ अनि यसरी बादलहरू चाहिँ उडेर आउने रहेछ अनि पुरै ढाकिदिने रहेछ के खासमा। यसरी चाहिँ हामीले यो दृश्यहरू देख्न सक्छौँ। पछाडि हेर्न सक्नुहुन्छ पुरै बादल, त्यसमा चाहिँ माउन्टेन कस्तो राम्रो एकदमै राम्रो देखेको थियो। मेरो साथी यहाँ हिँड्न नसकेर बिस्तारै हिँड्दैछ किनभने एकदम ठाडो उकालो पनि थियो। त्यो उकालोमा त एकदम अफकोर्स सास फेर्न एकदम गाह्रो हुन्छ।
सो बिस्तारै बिस्तारै नै हामी अघि बढ्दै थियौँ यो अनि मैले चाहिँ यहाँ क्याप्चर गरेको यहाँ यो फुलहरू चाहिँ हामीले देख्न सक्छौँ तर यसमा चाहिँ एकदम धेरै काँडाहरू रहेको थियो कि बाटोहरू चाहिँ एकदम अप्ठ्यारो नै थियो तर पनि हामी चाहिँ बिस्तारै बिस्तारै हिँड्दै थियौँ मलाई चाहिँ रमाइलो नै लागिरहेको थियो म भिडियोहरू पनि लिइरहेको थिएँ त्यही भएर चाहिँ मैले पछाडिपट्टिको दृश्य लिएको हो यो एकदमै राम्रो देखिएको थियो कि खास त्यहाँ घाम लागेको प्लस बादल अनि एकदमै बादलले ढाकेको यति राम्रो थियो कि त्यो बयानै जुन अहिले भिडियोमा देखिरहेछ त्यो आफ्नो आँखाले हेरेको जस्तो चाहिँ भिडियोमा चाहिँ अलि नहुन सक्छ र जो रियलमा जुन दृश्य देखिन्छ त्यो चाहिँ एकदमै मनमोहक नै हुन्छ र हामी लगभग अब हामी चाहिँ कोरी पुग्यौँ र कोरी पुग्दाखेरि चाहिँ मैले देखेको यो दृश्य मैले त छोड्नै सकिनँ सो मैले यसलाई पनि क्याप्चर गरेँ यति सुन्दर थियो कि यति मनमोहक थियो कि त्यो मेरो शब्दमा नै मैले बयान गर्न सक्दिनँ यसरी यहाँ चाहिँ बोर्डहरू पनि राखिराख्नु भएको रहेछ नमस्ते गेस्ट हाउस अरू पनि 2-3वटा गेस्ट हाउसहरू रहेछ हामी चाहिँ अब स्टार्टिङबाट नै नमस्ते गेस्ट हाउसबाट आएको भएर चाहिँ हामीले कोरीमा पनि नमस्ते गेस्ट हाउसमा नै बस्ने भयौँ र हामीले त्यसरी नै डिसाइड गरेर आएको थियौँ र यो चाहिँ मैले नमस्ते गेस्ट हाउस जाने बाटो हुँदै लिएको यो एक दृश्य हेर्न सक्नुहुन्छ यति मजाले बादलले ढाकेको छ यो दृश्य त हेर्दाखेरि त छोड्न मनै लाग्दैन यहीँ नै बसिरहौँ यहीँ नै आनन्द लिइराखौँ भन्ने फिल हुन्छ मलाई पनि भएको थियो त्यो टाइममा म त छोड्नै मन थिएन म यति राम्रो लागेको थियो मलाई यति राम्रो लागेको थियो कि त्यो ठाउँ मलाई छोड्नै मन थिएन अब सायद नेक्स्ट टाइम पनि म जान्छु होला त यो ठाउँको चाहिँ मेरो सायद हट्दैन होला मेरो मेमोरीबाट चाहिँ फरएभरको लागि चाहिँ लक भएर बस्यो जस्तो भनौँ न त्यस्तो फिल भएको छ मलाई चाहिँ यति राम्रो दृश्य देखिन्थ्यो कि त्यहाँबाट चाहिँ सुन्दर ठाउँ सुन्दर गन्तव्य पुग्न चाहिँ दुःख त गर्नुपर्छ भने जस्तै यो हामी लगभग हामीलाई धेरै जसो प्राय जस्तो जानेहरूले चाहिँ एकदमै गाह्रो छ कोरीको नजानु होला भनेर म्याक्सिममले सजेस्ट नजानु नै भनेर सजेस्ट गर्नुभएको थियो तर हामी चाहिँ हाम्रो प्लान अनुसार हामी कोरी नै जान आएको हौँ हामी जसरी पनि जान्छौँ भन्ने हिसाबले चाहिँ हामी कोरी आएको हौँ र यो कोरी आएको चाहिँ मलाई एकदमै वर्थ इट फिल भयो मलाई एकदमै रमाइलो पनि भयो र यो चाहिँ हामी चाहिँ लगभग 4 बजे पुगेको थियौँ र पुग्नु बित्तिकै एकछिनमा चाहिँ यो देखेको दृश्य हो सनसेटको र यो सनसेटको भ्यूले माउन्टेन पनि यति राम्रो गोल्डन बनाएको थियो कि यति रमाइलो थियो ब्याकग्राउन्डमा चाहिँ सनसेटको भ्यू हेर्न सक्नुहुन्छ मैले चाहिँ त्यहाँ झुला पनि रहेछ सो म चाहिँ त्यहाँ इन्जोय गरिरहेको थिएँ रमाइरहेको थिएँ म त्यो दृश्यलाई त मैले क्याप्चर नगरी त छोड्नै सकिनँ किनभने यति राम्रो थियो यति मनमोहक थियो कि यो दृश्य त त्यहाँ गइसकेकोहरूलाई मात्र फिल गर्न सक्नुहुन्छ त भिडियोमा त्यति त त्यस्तो देखिँदैन तर गइसकेपछि आफ्नो आँखाले देखेको आफूले फिल गरेको जस्तो चाहिँ हुँदैन सो त्यही पनि मैले मेमोरीको लागि चाहिँ क्याप्चर गरेको छु यसरी हामी इन्जोय गरेर त म त यहाँ बसेर एकछिन मजाले भ्यू आनन्द लिँदै रमाइरहेको थिएँ यति अनि माथिपट्टि भनेको हाफ मुन पनि लागिरहेको थियो त्यो लाग्छ कि यो पर्फेक्ट एउटा सिन हो भन्ने टाइपको त्यस्तो दृश्य देखेको थियो साइडमा सनसेट त्यसपछि बादल त्यसपछि हाफ मुन त्यो गोल्डन लाइट अनि ब्याक साइडमा भनेको माउन्टेन यति राम्रो थियो स्वर्ग त यही नै हो जस्तो फिल भएको थियो मलाई कहीँ जानु पर्दैन एउटा के भन्ने उखान छ नि हो त्यस्तै टाइपको फिल भएको थियो सो यो दृश्य हेर्न सक्नुहुन्छ र बेलुका हाम्रो एकदमै चिसो थियो एकदमै चिसो भएकोले चाहिँ हामीलाई त्यहाँ दाइहरूले आगो बालिदिनु भयो र हामी ग्रुप बसेर चाहिँ यसरी आगोहरू ताप्दै थियौँ यो चाहिँ भोलिपल्टको बिहानको दृश्य हो लगभग 5 बजेतिरको दृश्य हो यो चाहिँ सनराइज हुने टाइम देखिन्छ अँधेरो चाहिँ एकदम अँधेरो भएको थियो त्यहाँ त पानीहरू पनि पुरै फ्रोजन भएको थियो भनेपछि कति चिसो थियो आफै इमेजिनै गर्न नसक्ने त्यस्तो चिसो थियो कि हामीलाई त सुत्न पनि गाह्रो भएको थियो त्यो राति
र यो चाहिँ बिहानको सनराइज भएपछिको दृश्य हेर्न सक्नुहुन्छ। कति राम्रो देखेको थियो, ओ माई गड टाइपको भयो थियो। म त एकछिन त वाउ भयो थियो। म यसरी हेरि नै बसेँ। मैले भिडियोहरू पनि यस्तै अनुसार नै बनाएँ। र बिहान चाहिँ यो सनराइज सनराइज भएको टाइममा लिएको यो माउन्टेनको भ्यू हो। यो चाहिँ अलिक अँधेरो भएकोले गर्दाखेरि अलिक क्लियर पनि नहुन सक्छ, तर हिउँहरू चाहिँ कस्तो मजाले बसेको थियो। त घाम लागिसकेपछि त पग्लिने हुन्छ। अनि फेरि मैले बिहान पनि एकछिन झुलामा आनन्द लिएँ। चिसो हावासँगै, चिसो त एकदमै चिसो थियो, तर पनि चिसो हावासँगै एकदम माइन्ड फ्रेस हुने रहेछ। सो भएको हुनाले चाहिँ मैले त्यसरी नै यसरी झुलामा बसेर एकछिन झुलेँ अनि इन्जोय गरेँ। र यसरी मैले क्याप्चर नगरी त बस्ने कुरा भएन। सो मैले बिहान पनि मजाले माउन्टेनको सिनहरू चाहिँ क्याप्चर यसमा गर्दैछु। यसरी यो मेमोरीको लागि इन फ्युचरमा मैले यो मेमोरीलाई चाहिँ कतै सेभ गरेर राख्नको लागि। र यो देख्नुहुन्छ हजुरले बिहान सनराइज भएपछिको गोल्डन भ्यू यति राम्रो देखेको थियो, यति राम्रो देखेको थियो कि ओ वाउ नै थियो। सो यसमा बयान पनि मैले गर्न सक्दिनँ होला। यो पनि बिहानकै भिडियो, बिहानकै सनराइज भएपछिको भिडियो। म चाहिँ यसरी क्याप्चर नै गरेर बसिरहेको थिएँ। हात त एकदम मोबाइल समाउन सक्ने कन्डिसन पनि थिएन, त्यति चिसो थियो। ग्लोभ्स लगाउँदा पनि चिसो नै थियो, नलगाउँदा त झन् एकदमै गाह्रो हुने भयो। झन् त्यही हुँदा पनि मैले भिडियो क्याप्चर गर्न चाहिँ छोडिनँ। मैले यसरी बिहान पनि यसरी मजाले बादलहरू बसेको थियो कि कुनै हेर्दाखेरि इमेजिनै गर्न नसकिने टाइपको। यो चाहिँ यहाँ वरिपरि भएको दृश्य हो, जुन चाहिँ मैले एकदमै मजाले क्याप्चर गरेँ जस्तो नै लाग्छ है मलाई। र मैले यहाँ चाहिँ म भिडियो पनि बनाउँछु भनेर सानो सानो क्लिपहरू भिडियो पनि बनाइरहेको थिएँ। म आफूभित्र मनमा भएको कुराहरूलाई एकदम रमाउने कोसिस गरिरहेको थिएँ। म रमाइरहेको थिएँ यो भिडियोमा। पछाडि भाइहरू पनि थियो, भाइहरूले पनि हेल्प गरिरहेको थियो हामीलाई। यो हाम्रो ग्रुप नै रहेको थियो, हामी यसरी इन्जोय गरिरहेको थियौँ। र मैले यसरी साथीसँग हामी दुईजना माथि पुगेको थियौँ, 3 जना मध्येमा। सो हामी दुईटाले चाहिँ यसरी सानो सानो भिडियोहरू पनि लियौँ। र यो चाहिँ ठ्याक्क हामी माथि चढेर आइसकेपछि चाहिँ देखिने एकदम मजाले 360 टाइपको देखिने भ्यू रहेछ। सो मैले चाहिँ यहाँ पनि लिन चाहिँ छोडिनँ, मैले क्याप्चर गरिहालेँ। सकेसम्म म आफ्नो भिडियोहरू चाहिँ क्याप्चर गर्छु भन्ने थियो मलाई। सो मैले त्यो अनुसार नै यसरी त्यो दृश्यहरूलाई इन्जोय गर्दै बसिरहेको थिएँ। यसरी नै मैले आफ्नो भिडियोहरू लिएँ, इन्जोय गरेँ, आनन्दले त्यहाँ टाइम एकछिन स्पेन्ड गरेँ। र यो चाहिँ हामी फर्किँदा त्यसपछि हामी भनेको 9-10 बजेतिर चाहिँ त्यहाँबाट खाजा खाएर, कोरीबाट खाजा खाएर झर्यौँ। र झरिसकेपछि चाहिँ बाटो हेर्न सक्नुहुन्छ, बाटो एकदमै झर्ने बेलाको बाटो भनेको एकदमै अप्ठ्यारो रहेको थियो। तैपनि हामी बिस्तारै बिस्तारै यसरी झर्यौँ।